हेलो गुड इभिनिङ सबैलाई। अनि मेरो यो ब्लगमा रङाउँ ब्लगमा स्वागत छ है। र आज चाहिँ मेरो ब्लगमा चाहिँ के छ भने यहाँनिर मेरो मिसिन छ, बारी अस्ति सफा गरेको छु। र आज चाहिँ मेरो चाहिँ काम के हुन्छ भनेलाई डल्ले खोर्सानीको लागि यहाँ बारी रेडी गर्नुपर्ने छ। आज जोत्नुपर्ने छ, जोति राखेर चाहिँ भोलि चाहिँ डल्ले खोर्सानी लिएर लाउने। आज जोतेर डेङ बनाएर प्लास्टिक ओछ्याउनु पर्ने छ। सो आजको मेरो दिउँसोको काम चाहिँ यो हुनेछ। अनि त्यतिकै खाली बस्नु सकिँदैन हो, काम गर्नै पऱ्यो, टाइमलाई कभर गर्नै पऱ्यो। सो मेरो ब्लगलाई हेरिदिनुहोस् होला। आजको मेरो चाहिँ यो प्रायः मेरो ब्लग रोप्दै गरेको प्रायः त्यस्तै हुन्छ, खेती लाउँदै गरेको हो। तर तपाईँलाई विशेष गरी थ्याङ्क यू भन्न चाहन्छु, मेरो ब्लगहरू हेरिदिनु भएछ र लाइक पनि गरिदिनु भएको छ। एकदमै मेरो हृदयबाट थ्याङ्क यू छ। र आजको पनि ब्लग हेरिदिनुहोस्। सो मेरो ब्लग चाहिँ म जोड्नेछु र आजको ब्लग पनि म मेरो आफ्नो भिडियोमा हाल्नेछु युट्युब च्यानलमा। सो मेरो फेसबुकमा पनि हाल्नेछु, युट्युबमा पनि हाल्नेछु। कृपया गरी मेरो पेजलाई पनि तपाईँले हेरिदिनुहोस् होला। अनि फेसबुक पेजमा पनि रमाउँ ब्लग भन्ने दिएको छ र मेरो युट्युब च्यानलमा रमाउँ ब्लग छ, सबै हेर्नु छ। सो अब यो म गर्नेछु, तपाईँले हेर्दै गर्नुहोस् है। खोरीकुम लाले हो ये खोरीकुम त सक्यो पो मिलो त ल थन्काको पो है। मैले चाहिँ अहिले त खालि अब यहाँ डेङ बनाउनुपर्छ। अर्को डेङ बनायो, डेङ मल्चिङ प्लास्टिक बिछाउनुपर्छ। र आज चाहिँ मलसल लगाएर प्लास्टिकहरू बिछाएर चाहिँ रेडी गरिरहेको छु। अनि खोर्सानीको बिउ दिन्छु। त्यहाँदेखि चाहिँ भोलि चाहिँ खोर्सानीको बिउ लिएर टक्क बनाउँछु। मेरो रोको काम यति छ। त्यहाँदेखि यो सकेर बादमा फेरि अलिक दिनमा फेरि मकैको दोहोरी दिनुपर्छ हो। काम बाटाबाट निस्केको छ, नछुकी गर्न हो, के गरिन्छ। अब खोर्सानी रोप्नु पऱ्यो हो, खानु पऱ्यो। सधैँ मान्छेको माग्नु सकिँदैन, किन्नु सकिँदैन हो। र खाने चाहिँ खानै पऱ्यो, रोप्ने गाडी भए पनि खानु पऱ्यो। त्यो राम्रो रेडी हुँदैछ मेरो यहाँ रहेछ। यहाँनिर रेडी गरिरहेको छु, सकेर रेडी होइन सकेको आजलाई छुट्टी। साग र मुलाको बिजन यहाँनिर सुकाइरहेको छु। काम गर्दै गर्नुपर्छ। खोर्सानी रोपेन भने फेरि त्यही खानु पर्छ, बिरो छैन पनि खानु मजा आउँदैन। यसो त्यही भनेर अब एकछिन रेस्ट गर्छु, चिसो पानी खाइन्छ। त्यहाँदेखि चाहिँ डेङ बनाउनु थाल्नुपर्छ। पानी खायो टन्न भयो। डेङ बनाउनु फटाफट नन स्टप गरेको अब मैले एकछिन बिसायो, साह्रै थाक्यो नि त, पसिना तप भयो रे। यहाँ मल लाउँदैछु हो, हल्कासँग ढाड दुख्यो। अगाडि नै मैले डेङमा चाहिँ हल्का नाला जस्तो बनाएको छु। यसमा चाहिँ पाकेको गाईको मल चाहिँ हल्का लगाइदिएको छु। अन्त यसको माथि चाहिँ फेरि सुक्खामा मल लिएर छर्नुपर्ने छ। त्योभन्दा अगाडि चाहिँ हल्का छोपिदिएको छु। अनि यहाँ चाहिँ भने मैले सुक्खा मल अलिकति घरमा रहेको थियो, यसरी जम्मा गरेर लगेर चाहिँ डेङको माथि छर्नुपर्ने छ।
अब यहाँ चाहिँ सुक्खा मल लगेर छर्नुपर्ने छ है र सुक्खा मल छरिसकेको छु। अन्त आजलाई भने मेरो फर्स्ट डेको आजको काम चाहिँ भयो र सेकेन्ड डे चाहिँ भोलिको नै छु र भोलिको भिडियोमा भेटघाट गरौँ है।